अलि छिटो गर्नुस् त ग्यास नै सकिएछ बुवा चिहानलाई कुरिराख्नु भएको छ लोनको इन्ट्रेस्टहरू तिर्ने बेला भएछ ड्याडी मलाई नयाँ ड्रेस चाहिँ बर्थडेको लागि एडभान्स स्यालेरी चाहिन्छ भने काम पनि छिटो गर हुन्छ सर आज पैसै ल्याउन बिर्सेछु औषधि आदि मात्रै दिनुहोस् है गाह्रो भयो छोरा भोलि हस्पिटल जाम्ला नि है बुवा ड्याडी स्कुलको फी तिर्नुपर्ने बेला भएको छ ल यो अहिले चाहिँदैन जस्तो छ पछि लान्छु नि है एउटा बाइक किन्न पाए हुन्थ्यो कस्तो गर्मी भएको तिमी टेन्सन नलिऊ म सबै ठिक गरिहाल्छु नि एक दिन सबै कुरा ठिक गर्छु सबैको इच्छाहरू पुरा गर्नेछु सबैलाई खुसी राख्नेछु म अफिस गएको है बाई बाई ड्याडी छिटो आऊ है छोरा